ल हेलो गाइज वेलकम टु द माई युट्युब च्यानल सबैलाई नमस्कार नमस्कार आज चाहिँ हामी फाइनली कहाँ जाँदैछौँ गाइजहरू भन्न त सोराडाँडाको भ्यू हेरेर हिँडेको गाइज यहाँनिर हिँड्न सके छैन अहिले हामी कहाँ आइपुग्यौँ हामी बीच बाटोमा आइपुग्यौँ कहाँ थाहै छैन यो चाहिँ मेरो साथीहरू तपाईहरुलाई चाहिँ मैले मेरो साथीहरूलाई देखाएको थिइनँ फाइनली अब हामी दसैँमा भेटघाट भएर कहाँ जाँदैछौँ सोराडाँडा महाभारत डाँडा बाटो यस्तो छ भ्यू हेर्न सक्नुहुन्छ गाइजहरू कस्तो राम्रो राम्रो छ वाउ देख खोइ मेरो साथीहरू बहिनीहरू हाई गर त सबैजनाले यहाँ त डाँडो पो आएछ त घडी हेर त कति घन्टामा निस्किनु रहेछ हिँड्दा रहेन छन् नि आजकल उयो बाटो बाटो चाहिँ यही रह हेर्नुहोस् गाइस हामी चाहिँ बाटो नभेटेर घारी कुदिरहेछौँ खोइ साथीहरू नै हराए यो गएपछि गइहाल्छ रमाइलो भइरहेको छ नि त गाइज हाई हाई मर्निङ बेला भएको छ हो यो त्यहाँ पनि त्यस्तै घर हो माथि घरतिर माग्नुपर्छ त्यति हाम्रो पहिला हामी कहाँ त उता पानी हाम्रो घर जाने पानी भन्दा अलि यता सेर्छ त्यहाँ गएको त्यही त हो भने त्यही हो ए हामी त गर्मी भएर हालत हेलो गाइस हामी चाहिँ जाने भन्ने ठाउँमा पुग्नै पाएको छैन होइन तर साथीहरू चाहिँ सबैजना थाकेर बस्दै हुनुहुन्छ उहाँहरू बस्नु भएको नजारा देख्न सक्नुहुन्छ तपाईँहरूले एकदम पोजमा बस्नु भएको छ थाकियो क्या फाइनली गाइस हामी सोराडाँडा आइपुग्यौँ सोराडाँडाको मुनि छौँ हामी चाहिँ महाभारत डाँडा चाँडै पुग्नेछौँ टार्गेट हो हाम्रो यस तर त्यही देखाएको छ त है पुगिन्छ होला डाँडा पुग्यो उहाँ जानुपर्छ पहिला मेरो घर कुन हो हाम्रो घर पनि देखि हैन
यो चाहिँ हाम्रो सुन्दर सुन्दर गाउँ। ओइ कस्तो खतरा आयो यार। भैँसी अहिले आउने सबै हेलो वाउ यहाँबाट उता पनि देखाउ राम्रो छ दिदी यता आउनु त रक्सी पनि लिएर हाई नानु हेलो उता रक्सी बनाएको देखाउ न घरमा हेलो सो क्युट बेबी ए आमाको घरमा काँक्रो देख्न सक्नुहुन्छ गाइस कति ठुल्ठुलो पहाडको काँक्रो कता नेपालीको महान चाड बडा दसैँमा यहाँ आमाले रक्सी बनाउँदै हुनुहुन्छ तपाईँहरूलाई चाहिन्छ भने लाइक कमेन्ट सब्सक्राइब गरेर भन्नु होला ल यो चाहिँ प्योर बङ्गुर हेर्नुहोस् सेक्वा वाउ जाऊ अब चाहिँ चल्दिने ओ माई गड पानी भरेर बोकौँ न यहाँबाट ल बोको बोको छ बोतल छ फाइनली गाइस यो लिनु हामी यहाँ आइपुग्यौँ बिचमा मेरो भिडियो बिगारिदियो वाउ ए हे नजारा सो ब्युटिफुल नाइस 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 प्लेस गाइस यो चाहिँ पानी खाने धारो अब चाहिँ यहाँसम्म मात्रै धारो छ अरे यहाँदेखि चाहिँ धारा पानी खाने धारा छैन अरे यहाँबाट चाहिँ अब हामी पानी खाएर जान लाग्दैछौँ अन्सा कस्तो फिल भयो मलाई मर्नु जस्तो फिल भएर पिर परेको हो हात हटा नि त हाँ हामी चाहिँ फाइनली पानी खाने ठाउँमा पानी खाएर बसिरहेछौँ साथीहरू कुरिरहेछौँ साथीहरू आइपुगेकै छैनन् त्यही भएर हो फाइनली गाइज हामी बुङबुङे चौकी आइपुग्यौँ साथीहरू बसिरहनु भएको छ यहाँसम्म चाहिँ हामीलाई हजुरबाले बाटो देखाइदिँदै यहाँसम्म चाहिँ गाइड गरेर ल्याइदिनु भएको हजुरबालाई हेर्न सक्नुहुन्छ तपाईँहरू उहाँ चाहिँ एकदमै सपोर्टेड हुनुहुन्छ उहाँले नै गरेर चाहिँ यतिसम्म हिँड्ने हौसला भयो नमस्कार नमस्कार धन्यवाद आज तपाईँले हामीलाई यहाँसम्म ल्याइदिनु भयो भेरी गुड नाइस धेरै धेरै धन्यवाद हजुरलाई अरू के भन्न चाहनुहुन्छ तपाईँ यहाँसम्म रमाइलोसँग मलाई ल्याइदिनु भयो तपाईँलाई झन् धन्यवाद धन्यवाद अरू के भन्न चाहनुहुन्छ भन्नु अरू केही भन्न चाहनुहुन्छ धेरै राम्रो छ तपाईँलाई उँधो झर्न मन लागेको छैन कमला खसेर किन हो होइन काम म इन्टरभ्यू लिन्छु क्या काम पर्दा जान्छ नपर्दा के जान्दैछु तपाईँलाई यो गाउँ छन्न मन लागेन यस्तो उकाली ओह्राली यस्तो छ खोइ घर छोड्नु सकेन सकेन यहाँबाट जानै मन लाग्दैन बसेर जाँदा पनि हुन्थ्यो कति गइसक्यो हामी जान सकिएन सकेन छोड्नै मन लागेन यो गाउँलाई के भन्छ अरे यो बुङबुङ्गे बुङबुङे गाउँ भन्छ त्यसलाई बुङे चौकी भने यो चौकी भन्छ हस् धन्यवाद बुवा कति घन्टामा पुग्नुहुन्छ म हो यो पारि हो 15 मिनट लाग्छ 15 मिनट ए तपाईँ त हामीभन्दा छिट्टो हिँड्नु हुँदो रहेछ ओ तपाईँहरू पनि यहाँबाट डाँडै डाँडा जाँदा 15 मिनट लाग्छ हुन्छ महाभारत डाँडा जाने कि होइन भिडन्ताको दिन यहाँ धेरै मरेर यहाँ सबैलाई गाडे अरे म त्यही दिन जन्मेको अरे म त झन् म पनि जन्मेको एक्ज्याक्टली हो है म त्यही दिन जन्मेको परेकै दिन जन्मेको बेलुका यो ठाउँलाई चाहिँ के भन्छन् महाभारत डाँडा भन्छ यो ठाउँलाई हामी पुग्ने डाँडा पो अझ आइसकेको छैन
यसको नाम के हो गाइस? थाहा थाहा छ भने सबैले भनिदिनु है। गाइजहरू जुगा लागेर यो बाटोमा हैरान। जुगा लास्ट जुगा छ बाटोमा। सायद मलाई पनि कति टाँसिसक्यो होला। बाटो यस्तो गाडी छ हैन, जुगा धेरै छ। साथीहरू निकै कालेको छन्। जाउँ जुत्ता खोल्नुपर्छ। ऊ जुत्तामा टाँस्यो तेरो। फाइनली गाइज हामी आइपुग्यौँ महाभारत डाँडो। जुगा रे यहाँ त कति जुगा आउला के चटपटी बनाएर खानु। यही हो ठाउँ त, उता होइन नि, यही ढुङ्गामा आएर हिचन सोरेर अब महाभारत भनेर नि। अब कहिले खुट्टामा चलाएर टिप्नु यार, जुत्तामा झरिहाल्नु। उता खोलेर आऊ न भने जुगा बिचेर केटीहरूको हालत बेहाल छ। ऊ खुट्टामा चढ मैले भिडियो बनाएको छु है। एकदम बेहाल जुगा लागेर। सर्पलाई प्रबललाई त सर्पदेखि डर लाग्दो रहेन। मलाई चाहिँ डर लाग्छ सर्प देखेर। डर त लागिहाल्छ नि यार, डर लाग्यो भने निचा गरेर बसेर भयो। बुइनी कहाँ गएकी? बाटोमा यहाँबाट हेर यो लिली एकछिन कस्तो डेन्जर खालको रहेछ। ढुङ्गो छैन, झुल्पा लागेर फेरि प्रबललाई यो सर्प उड्छ हो? उड्ने सर्प त हो त, टाटे पाङ्रे हेर्नु त सिरिसे हो, उड्ने हो। अब चाहिँ हाम्रो रेडी भयो। अब गाइजहरू अब हामी चटपटेहरू के जति ल्याउँछौँ बनाएर खान्छौँ। रमाइलो छ। ए आँखाले त झन् के यसको आँखा हेर्न, आँखा फुकाल त कत्रा छन्। हेलो गाइस, हामी अब जाने बेला भयो हेर। यत्रो घुम्यौँ तर हामीलाई जुकै जुकाले टोकेर मारो। म चाहिँ जुका टिप्नेमा बसेको थिएँ। यस्तो खायो यस्तो खायो मैले यस्तो यस्तो खायो जुका यति टिपे यो त झन् डरले थुर 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 भएर अबले त मुते उम्काइ जुको देखेर मैले उम्काएको छैन, यसले उम्कायो। अब हामी चाहिँ गाइस फाइनली महाभारत डाँडा घुमेर जाँदैछौँ। कहाँ? बाई बाई, घर जाँदैछौँ। सबैजना आउनु होला, भिजिट गरिदिनु होला यहाँ आएर। भिजिट बाई।